हाई हेलो दर्शक नमस्ते सम्पूर्ण साथीहरूमा दर्शक नमस्ते भन्न चाहन्छु। आज चाहिँ म यसो ड्युटी सकेर ट्याक्क रुममा गएको अवस्था होइन। यसो मेरो युट्युब च्यानल नयाँ छ, सबैले सपोर्ट गरिदिनु होला मलाई होइन, सब्सक्राइब गरिदिनु होला होइन, सबैले लाइक कमेन्ट गरिदिनु होला, किनकि म पनि भर्खर सुरुवात हो होइन। हजुरहरूलाई पनि म सपोर्ट गर्छु, हजुरहरूले मलाई सपोर्ट गरिदिनु होला। चाहिँ म अहिले ड्युटी सकेर ट्याक्क रुममा जाँदै गरेको अवस्था है। सबै साथीहरू मलाई पनि सपोर्ट गरिदिनु होला, म पनि हजुरहरूलाई गर्छु भन्दै होइन। यसो सानो यसो भिडियो बनाइरहेको है। यो म चाहिँ मलेसियाको जेगोर सर भन्ने कम्पनीमा हो। त्यसो कोही साथीहरूलाई यसो मलेसियातिर आउन मन छ भने यसो पछि यसो विमान जाने बेला भएन 10-12 विमान पनि जाने यसो साथीहरूले मलाई यसो जाममा फस्यो आज होइन। बाटो चाहिँ हिँडेर जानुपर्छ, हाम्रो अलिकति गाह्रो छ क्या फेरि त्यो चाहिँ। मलेसिया जाँदा हेरेँ हरियाली त नेपाल जस्तै रमाइलो छ है। नेपालीहरूको लागि एकदम सुट गर्ने ठाउँ छ क्या। आफ्नै गाउँघर जस्तो लाग्छ। यसो घरहरू हेर्दा अलिक ठुल्ठुलो छ, त्यति नै हो डिपेन्ड हुन्छ। त्यस्तै हो, सबै हरियाली रमाइलो छ हेर्दा। त्यही अरबतिर त्यो साउथीतिर जस्तो त्यो मरुभूमि त्यो कामै नलाग्ने छैन होइन। हाम्रो चाहिँ यहाँ चाहिँ अब त्यस्तो फिल हुँदैन क्या। राख्दै जम्मै खोज्दो रहेछ अनि साथीहरू यसो है के लाग्छ होइन, के हजुरहरूले पनि मलाई सपोर्ट गरिदिनु होला, म पनि हजुरहरूलाई सपोर्ट गर्छु। केही यसो मैले सपोर्ट गर्न पर्ने छ भने हजुरहरूलाई गर्नु ल, हजुरहरूले मलाई गरिदिनु होला। नयाँ साथीहरूले चाहिँ विशेष गरी नयाँ साथीहरूले चाहिँ मलाई सपोर्ट गरिदिनु होला है। किनकि नयाँ साथीहरूले मलाई सपोर्ट गर्नुभयो भने म पनि हजुरहरूलाई गर्छु है। किनभने यसरी जान्छ हाम्रो नेपालमा कहिले यस्तो जाने। खोला नाला नदी सबै छ, यी नेपालको जस्तै छ। हरियाली है, घाँसहरू हेर्दा यस्तो नेपालमा बरु अलि चैत वैशाखमा अब अलि त्यति हरियाली छैन होला। यहाँ जता हेऱ्यो हरियाली छ है, ठुल्ठुला डाँडा डाँडा पनि छ होइन। रमाइलो छ हाम्रो यहाँ सहर चाहिँ। ट्याक्क अगाडि अगाडि हिँडिजानु होला। यस्तो हरियाली हेरेन, घरमा भैँसी पालेको भए घाँसै घाँस छ, यति राम्रो घाँस छ है हाम्रो गाउँको मान्छे। अनि यसो यतातिर घाँसहरू हेर्दा घरतिर भए कति काट्यो होला जस्तो लाग्छ क्या। हरियाली रमाइलो छ, यस्तै छ मलेसिया होइन। अहिले त फेरि मलेसियामा फेरि पनि चेन्ज भइरहेको, सिस्टम चेन्ज भएर दुबईहरूतिर जस्तै कम्पनी पनि चेन्ज गर्न मिल्ने त्यस्तै सिस्टम आएको। बेसिक स्यालेरी पनि बढेन, त्यही भएर मलेसिया चाहिँ हामी नेपालीहरूको लागि चाहिँ बेस्ट कन्ट्रीहरूमा यो पनि एकमा पर्छ जस्तो लाग्छ। किनकि अलिकति पैसा हुने होइन, दुईवटा पैसा हुने अलिकति पैसा हुनेहरू त अब राम्रो जान सकिहाल्छन्। अब तपाईँ हामी जस्तो अलिकति
नर्मल परिवारको मान्छेलाई चाहिँ मलेसिया चाहिँ अहिले त्यो चाहिँ बेस्ट कन्ट्री जस्तो लाग्छ मलाई। किनकि आउनलाई चाहिँ अब फेरि सबतिर टिकट हुन्छ, अलिकति अब मेन पावरले चाहिँ अलिकति महँगी, अलिक मेन पावर भन्दा पनि एजेन्टहरूले चाहिँ अलिकति पैसा चाहिँ बढी लिन्छ होइन। तर पनि पैसा धेरै तिरेर नि मलेसिया आउनलाई चाहिँ बेसिक अब नर्मल बेसिकै 1700 भएपछि अब अलिकति राम्रो कम्पनीहरूमा त अझ राम्रो पनि छ होइन। त्यही भएर हाम्रो लागि चाहिँ यो बेस्ट कन्ट्री लाग्छ। म पनि विगत अहिले 3 वर्षदेखि यही एउटै कम्पनीमा बसिरहेको छु होइन, राम्रो पनि छ हाम्रो त्यही पनि। त्यही भएर ल हेर्नु त जताततै हरियाली, हाम्रो यस्तो हरियाली कहाँ छ नेपालमा। हरियो वन नेपालीको धन भन्छन्। नेपालीको धन जति अहिले सबै नाङ्गो भइसकिन्छ, डाँडा नाङ्गो भइसकिन्छ, वृक्षारोपण कसैले गर्दैनन्, अनि काट्ने मात्रै हो। हरियो वन नेपालीको धन भन्छ, के को नेपालीको धन? अहिले नाङ्गो भइसक्यो डाँडा। हेर्नु हेर्दा हेर्दा ऊ यस्तो भारी छ यहाँको जस्तो। यस्तो फेरि यहाँको फेरि जङ्गलतिर चाहिँ अलिकति डेन्जर छ है। जङ्गलको कामहरूमा चाहिँ नआउनु होला भन्न चाहन्छु म हाम्रो सबै दाजुभाइहरूलाई होइन। जङ्गल त यहाँ धेरै ठुलो जङ्गलहरू छ, अनि तपाईँको अजियारहरू पनि यता ठुल्ठुलो हुन्छ कि, त्यही भएर त्योबाट नि डर हुन्छ। पुरानो मान्छेहरूलाई त, हाम्रो पुरानो साथीहरूलाई त यतिकै फसाउँदैछ, नयाँलाई चाहिँ अलिकति बुझेर आउनु होला भन्छु होइन। अनि मैले फर्स्ट टाइम बनाएको यो भिडियो हो होइन। अब म पनि अलिकति बोल्न पनि अलिकति राम्रोसँग जानेको छैन, अनि यसो फर्स्ट टाइम बनाएको भिडियो के कस्तो छ सल्लाह सुझावको लागि म आभारी छु हजुरहरूको सल्लाह सुझावको लागि। हेर्नु न यहाँ फेरि यहाँ बकुलाहरूको बास छ क्या, यो पुरा फारम जस्तो पो बनाइदियो। जताततै भैँभरिबाट हिँड्दा नि टाउकोमा फेरि पूजा गर्थ्यो भने अलि गाह्रै छ। त्यही भएर जङ्गल यहाँ उता डाँडा उतातिर जङ्गल जङ्गलै जङ्गल त डाँडा काँडा नेपाल जस्तै छ। मलेसिया चाहिँ बेस्ट छ नानीहरू। किनकि मेरो साइकल बाइक केही छैन, म हिँडेरै भिडियो बनाउने हो। अलिकति भिडियोहरू हल्लिन नि सक्छ। हजुरहरूले के कसरी बनाउने भनेर यसो सल्लाह सुझाव र त्यसको लागि पनि म बोल्न नि कस्तो नभए क्या, त्यसको लागि पनि म हजुरहरूसँग सल्लाह सुझावको लागि आभारी गर्दछु। हाम्रो होस्टेल चाहिँ यसमा सार्ने भनेको थियो, तर चाहिँ किन कम्पनीको सार्ने थियो।
अरूलाई भनेको मायालाई सबको भयो यही हो यहाँनिर चाहिँ त्यो मलेसियामा फेरि लोटरी टोटो लोटरी भन्ने यहाँको चिट्टा छ क्या एउटा यहाँ अगाडिको छ यो चाहिँ मलेसियामा साथीहरू त्यति धेरै नकिन्नु होला किनकि त्यही करोडपति बन्छु भन्नुभन्दा पैसा अलिक धेरै जान सक्छ यहाँ चाहिँ यो सुविधाहरू पनि छ होइन कतिले पार्छ पनि लाखौँमा एकजनाले पार्न पनि अलिक गाह्रो गरेको हुन्छ पार्न चाहिँ अङ्कल झुकल हाम्रो साथीहरूले पनि पारि नै रहेछन् होइन तर एकदम गाह्रो छ मैले त 2-3 वर्ष भइसक्यो यसो कहिले कहिले लाग्छु कहिले कहिले यसो काट्छु अब 6वटा नम्बर मिलायो भने नेपाली 30-32 लाख आउँछ एक रिङ्गित जम्मा 30-32 लाख आउँछ तर दुईवटासम्म मिल्छ दुईवटासम्म मिल्यो नि पैसा चाहिँ आउँछ त्यो दुईवटासम्म आउँछ दुईवटा भने अब यो दुईवटामा 4 रिङ्गिट आउँछ नेपाली चाहिँ लगभग 140देखि 150सम्म हुन्छ त्यस्तै 6वटा मिल्यो भने त फेरि राम्रो भइहाल्यो नि हजुर लामै बनाएको सर लामै बनाउनु भयो त्यस्तै भएछ ल हाम्रो चाहिँ हाम्रो रुम चाहिँ यहाँनिर आइपुग्नु लाग्यो तर हाम्रो यहाँ रुम चाहिँ नर्मल छ है तर सेवा सुविधा चाहिँ सबै छ यहाँ कपाल काट्ने छ होटल यहीँ छ जे चाहे पसल चाहे यहीँ छ है अलिकति भिआइपी एरियामा चाहिँ के छ भने भित्र यो पसलहरू वगेरा चाहिँ हाम्रो चाहिँ अलिकति नर्मल एरिया भन्दा जे कुरो चाहियो यहीँ छ अब यस्तो खानासाना पऱ्यो भने हाम्रो रुम यता भयो यहाँ अगाडि नै होटलहरू छ यो हेर्न पनि हरियाली सबै रमाइलो छ यता त्यही भएर हाम्रो चाहिँ होस्टेल यहाँ छ यता अगाडि यस्तो हरियाली सबै रमाइलो छ अनि यसो धेरै रमाइलो छ मलाई चाहिँ धेरै रमाइलो लाग्छ है किनकि म पहिला साउदी पनि बसेको साउदी त यस्तो कुन जन्ममा पाप गरेर जस्तो लाग्यो तर यहाँ चाहिँ त्यस्तो छैन यहाँ चाहिँ त्यस्तो छैन यता सर यता हाम्रो यहाँ सबै रात्र पैसाहरूमा आउँछ है सेलरी पनि आयो एकैछिन साउ हुन्छ एकैछिन साउ हुन्छ त्यसपछि त्यही हो घरमा पैसा हाल्यो फेरि त्यही नै हो हाम्रो त्यही नै हो आजको लागि सबै साथीहरूलाई